हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज म प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश विशेषलाई वर्णचको प्रश्नपत्र लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला र तपाईहरुको परीक्षाको लागि एकदमै महत्त्वपूर्ण प्रश्नहरू मैले समावेश गरेको छु। ढिला नगरी हामी प्रश्न नम्बर 1 तर्फ जाउँ। प्रश्न नम्बर 1, वृक्षारोपण गरेको दोस्रो चोटी कति पटक गोडमेल गर्नु पर्दछ? 1 पटक, 2 पटक, 3 पटक र 4 पटक। यसको सही उत्तर रहेको छ अप्सन ख 2 पटक। प्रश्न नम्बर 2, डिभिजन वन अधिकृत वा निजले तोकेको अधिकृत प्रतिनिधिले कम्तीमा कति प्रतिशत छपान गरिएका रुखहरूको निरीक्षण गर्नुपर्दछ? 5%, 10%, 15%, 20%। यसको सही उत्तर रहेको छ अप्सन सी 15%। प्रश्न नम्बर 3, तलका मध्ये पाईको मान कुन हो? 22.7, 3.142, माथिका दुवै कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन ग माथिका दुवै। प्रश्न नम्बर 4, निजी वन दर्ता गरिने निकाय तलका मध्ये कुन हो? सब डिभिजन वन कार्यालय, प्रदेश वन निर्देशनालय, वन तथा भूसंरक्षण विभाग, स्थानीय तह। यसको सही उत्तर रहेको छ अप्सन ग स्थानीय तह। प्रश्न नम्बर 5, गुणस्तरीय बिउ दिने रुखलाई के भनिन्छ? बिउ रुख, माउ रुख, राम्रो बिउ दिने रुख, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन ख माउ रुख। प्रश्न नम्बर 6, दिएका मध्ये गण्डकी प्रदेशमा पाइने कुन मिछाहा प्रजाति हो? कालो र सेतो बनमारा, सेतो र नीलो गन्धे, थाकल, माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 7, गण्डकी प्रदेशमा पर्ने चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र कति रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन ए मा रहेको छ 952.63 वर्ग किलोमिटर। अप्सन ख मा रहेको छ 95.85 वर्ग किलोमिटर। अप्सन ग मा रहेको छ 1128 वर्ग किलोमिटर। अप्सन घ मा रहेको छ माथिका कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन ख 95.85 वर्ग किलोमिटर। प्रश्न नम्बर 8, नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर रहेको छ रारा राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 9, आर्थिक सर्वेक्षण 2079-80 अनुसार नेपालमा कतिवटा स्थानीय तहहरूमा वन क्षेत्र रहेको छैन? यसको अप्सन क मा रहेको छ 10, अप्सन ख मा रहेको छ 106, अप्सन ग मा रहेको छ 107, अप्सन घ मा रहेको छ 109 वटा। यसको सही उत्तर रहेको छ अप्सन ख 106 वटा। प्रश्न नम्बर 10, निजामती सेवा ऐन 2049 अनुसार प्रसुति स्याहार बिदा दिनका लागि प्रसुति स्याहार बिदा कति दिनका लागि पाइन्छ? 15 दिन, 6 महिना, 12 दिन, 3 महिना। यसको सही उत्तर रहेको छ अप्सन क 15 दिन। प्रश्न नम्बर 11, वन ऐन 2076 अनुसार कुनै पनि स्थानको खानतलासी लिँदा कम्तीमा कतिजना स्थानीयको रोहबरमा खानतलासी लिनु पर्दछ? 1 जना, 2 जना, 4 जना, 3 जना। यसको सही उत्तर रहेको छ अप्सन ख 2 जना। प्रश्न नम्बर 12, पदमचालको प्रयोग हुने भाग कुन हो? बीट, गानो, बोक्रा, जरा र काण्ड। यसको सही उत्तर रहेको छ अप्सन घ जरा र काण्ड। प्रश्न नम्बर 13, निजामती सेवा दिवस कहिले मनाइन्छ? साउन 22, असार 22, भदौ 25, भदौ 22। यसको सही उत्तर रहेको छ अप्सन घ भदौ 22। प्रश्न नम्बर 14, द टिम्बर कर्पोरेसन्स अफ नेपालको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2011, विक्रम सम्वत 2015, विक्रम सम्वत 2017,
विक्रम सम्वत 2019। यसको सही उत्तर तपाईहरुले मलाई कमेन्ट गरेर भन्नुहोला साथीहरु, र यसको सही उत्तर म तपाईहरुले कमेन्टमा राखिदिनेछु। प्रश्न नम्बर 15, कर्णाली प्रदेशमा पर्ने नेपालको सबैभन्दा टिमुर फल्ने जिल्ला कुन हो? सुर्खेत, दैलेख, सल्यान, जाजरकोट। यसको सही उत्तर रहेको छ अप्सन ग सल्यान। प्रश्न नम्बर 16, वन्यजन्तुबाट भएको क्षति राहत पाउन कहाँ निवेदन दिनुपर्दछ? डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ए र बी दुवै। यसको सही उत्तर रहेको छ अप्सन ग ए र बी दुवै। प्रश्न नम्बर 17, जडीबुटी सङ्कलन आदेश कसले दिन्छ? डिभिजन वन अधिकृत, प्रदेश वन निर्देशक, प्रदेश स्थित वन हेर्ने मन्त्रालय, वन तथा भूसंरक्षण विभाग। यसको सही उत्तर रहेको छ अप्सन क डिभिजनल वन अधिकृत। प्रश्न नम्बर 18, सशस्त्र वन रक्षक कुन सरकार मातहतको कर्मचारी हो? नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन क नेपाल सरकार। प्रश्न नम्बर 19, डिभिजन वन अधिकृत कुन तहको कर्मचारी हो? 7औं, 8औं, 8औं र 9औं, 9औं र 10औं, 10औं र 11औं। यसको सही उत्तर रहेको छ अप्सन ग 9औं र 10औं। प्रश्न नम्बर 20, जङ्गली महको राजस्व दर कति हो? रु 10, रु 20, रु 25, रु 30। यसको सही उत्तर रहेको छ अप्सन ख रु 20। यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 21, जङ्गल गस्ती गर्दा सामान्यतया घाइते जनावर भेटिएमा के गर्नुपर्दछ? प्रहरीलाई खबर गरी जिम्मा लगाउनु पर्दछ। नजिकको वन कार्यालयमा ल्याई सामान्यतया उपचारबाट ठिक भएमा सुहाउँदो वासस्थान भएको जङ्गलमा छोड्नु पर्दछ। चिडियाखानामा पुर्याउनु पर्दछ। माथिका सबै काम गर्नु पर्दछ। यसको सही उत्तर रहेको छ अप्सन बी, नजिकको वन कार्यालयमा ल्याई सामान्य उपचारबाट ठिक भएमा सुहाउँदो वासस्थान भएको जङ्गलमा छोड्नु पर्दछ। प्रश्न नम्बर 22, संरक्षित वन्यजन्तु जङ्गली हात्तीको वैज्ञानिक नाम के हो? हाइना हाइना, क्यानिपुलस, पान्थेरा टाइग्रिस, इलिफस म्याक्सिमस। यसको सही उत्तर रहेको छ अप्सन घ इलिफस म्याक्सिमस। प्रश्न नम्बर 23, गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको मातहतमा दिएका मध्ये कुन जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेको छैन? कुस्मा पर्वत, दमौली तनहुँ, पोखरा कास्की, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन ग पोखरा कास्की। प्रश्न नम्बर 24, सामुदायिक वन फिर्ता लिने सम्बन्धमा दिएका मध्ये कसको निर्णय अन्तिम हुन्छ? डिभिजन वन अधिकृत, सहायक वन अधिकृत, प्रदेश वन निर्देशक, सचिव, प्रदेश वन मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन ग प्रदेश वन निर्देशक। प्रश्न नम्बर 25 मा रहेको छ, वन तथा भूसंरक्षण विभागको प्रमुखलाई के भनिन्छ? वन निर्देशक, उपमहानिर्देशक, महानिर्देशक, सहनिर्देशक। यसको सही उत्तर रहेको छ वन निर्देशक। प्रश्न नम्बर 26, वन पैदावार सङ्कलन गरिएको क्षेत्रबाट घाटगद्दी स्थलसम्म वन पैदावार ढुवानी गर्दा के लिएर जानुपर्दछ? प्रश्न नम्बर 26 को सही उत्तर रहेको छ अप्सन सी रमना पूर्जी लिएर जानुपर्दछ। प्रश्न नम्बर 27, विश्व वन दिवस कहिले मनाइन्छ? फेब्रुअरी 2, मार्च 3, मार्च 21, जुलाई 29। यसको सही उत्तर रहेको छ अप्सन सी मार्च 21। प्रश्न नम्बर 28, गण्डकी प्रदेशमा कतिवटा व्यावसायिक कबुलियती वन हस्तान्तरण भएका छन्? 1128, 3949 वटा, 38 वटा, 1 वटा। यसको सही उत्तर रहेको छ अप्सन डी 1 वटा। प्रश्न नम्बर 29, नेपालमा जलवायु परिवर्तन परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ? वन तथा वातावरण मन्त्री, सचिव,
वन तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री भूमि सुधार मन्त्री। यसको सही उत्तर रहेको छ अप्सन सी प्रधानमन्त्री। प्रश्न नम्बर 30 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 मा कतिवटा दफाहरू रहेका छन्? दफा 33, दफा 34, दफा 38, दफा 35। यसको सही उत्तर रहेको छ 35 वटा दफा रहेका छन्। प्रश्न नम्बर 31 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 मा कतिवटा नियमहरू राखिएको छ? नियम 34 वटा, नियम 35 वटा, नियम 39 वटा, नियम 40 वटा। यसको सही उत्तर रहेको छ नियम 40 वटा नियम राखिएको छ यसमा। प्रश्न नम्बर 32 नेपालको कुन भौगोलिक क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको छ? मध्य पहाड, चुरे, तराई, उच्च पहाड। यसको सही उत्तर रहेको छ मध्य पहाड। स्थानीय तहको वर्गीकरणमा दिएका मध्ये कुनमा सबैभन्दा बढी वन क्षेत्र रहेको छ? महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका। यसको सही उत्तर रहेको छ गाउँपालिका। प्रश्न नम्बर 34 नेपालमा घाँसे मैदानको हिस्सा कति प्रतिशत रहेको छ? 13.27%, 27.13%, 9.27%, 15.25%। प्रश्न नम्बर 34 को सही उत्तर रहेको छ अप्सन क 13.27%। प्रश्न नम्बर 35 नेपालको सबैभन्दा कम वन क्षेत्र मध्य प्रदेशमा रहेको छ भने सबैभन्दा बढी वन क्षेत्र कुन प्रदेशमा रहेको छ? गण्डकी प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश। सबैभन्दा बढी वन क्षेत्र रहेको कोशी प्रदेश। साथीहरू तपाईहरुले अहिलेसम्म पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी यसमा जोडिनु होला। तपाईहरुलाई सधैँ नै यस्तै नयाँ प्रश्नहरूको भिडियो आउने नै छ र कमेन्ट पनि गर्दै गर्नु होला। प्रश्न नम्बर 36 गण्डकी प्रदेशका कतिवटा जिल्लामा नेपाल वन निगम लिमिटेडको कार्यक्षेत्र रहेको छ? 11 जिल्ला, 5 जिल्ला, 3 जिल्ला, 10 जिल्ला। यसको सही उत्तर रहेको छ अप्सन ग 3 जिल्ला। प्रश्न नम्बर 37 नेपालको कुन जिल्लामा नेपाल वन निगम लिमिटेडको कार्यक्षेत्र रहेको छैन? नवलपुर, तनहुँ, स्याङ्जा, कास्की। यसको सही उत्तर रहेको छ अप्सन सी स्याङ्जा। प्रश्न नम्बर 38 रामसारमा सूचीकृत 3 सिमसार क्षेत्रमा दिएका मध्ये कुन सिमसार क्षेत्र पर्दैन? कोसीटप्पु सिमसार क्षेत्र, गोक्यो तथा आसपासका तालहरू, माइपोखरी क्षेत्र, सुर्मा सरोवर ताल। यसको सही उत्तर रहेको छ सुर्मा सरोवर ताल। प्रश्न नम्बर 39 खानतलासी लिँदा कम्तीमा कतिजना स्थानीय व्यक्तिलाई साक्षीको रूपमा राख्नु पर्दछ? 1 जना, 2 जना, 3 जना, 4 जना। यसको सही उत्तर रहेको छ 2 जना। प्रश्न नम्बर 40 दिएका मध्ये कुन संरक्षित पंक्षी कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पाइँदैन? डाफे, मुनाल, सारस, माथिका सबै। यसको सही उत्तर रहेको छ सारस। प्रश्न नम्बर 41 TCN र वन पैदावार विकास समितिलाई एक आपसमा गाभि नेपाल वन निगम लिमिटेडको रूपमा कहिले स्थापना गरिएको? विक्रम सम्वत 2076 जेठ 23, विक्रम सम्वत 2076 जेठ, विक्रम सम्वत 2076 वैशाख 23 गते, विक्रम सम्वत 2076 असार 23 गते। यसको सही उत्तर रहेको छ अप्सन क विक्रम सम्वत 2076 जेठ 23 गते। प्रश्न नम्बर 42 गण्डकी प्रदेशको कुन जिल्लामा 2वटा डिभिजन वन कार्यालय रहेका छन्? तराईको जिल्ला, भित्री मधेसको जिल्ला, पहाडी जिल्ला, कुनै पनि होइन। यसको सही उत्तर रहेको छ कुनै पनि होइन। प्रश्न नम्बर 43 दिएका मध्ये कुन जिल्लामा 2वटा डिभिजन वन कार्यालयहरू रहेका छन्? दाङ, कैलाली, उदयपुर।
माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 44, उच्च पहाडी तथा हिमाली क्षेत्रमा कसरी गस्ती गर्न उपयुक्त मानिन्छ? पैदल हिँडेर, हेलिकप्टरबाट, साइकलबाट, मोटरसाइकलबाट। यसको सही उत्तर रहेको छ अप्सन क पैदल हिँडेर। प्रश्न नम्बर 45, स्थानीय समुदायबाट संरक्षण तथा व्यवस्थापन भइरहेको नेपालको एकमात्र संरक्षण क्षेत्र कञ्चनजङ्घा संरक्षण क्षेत्र कोशी प्रदेशको कुन जिल्लामा रहेको छ? सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, दोलखा। यसको सही उत्तर रहेको छ अप्सन सी ताप्लेजुङ। प्रश्न नम्बर 46, कोसेटोपु वन्यजन्तु आरक्षा दिएका मध्ये कुन वन्यजन्तु पाइँदैन? सोस, हर्ना, सालक, गौर। यसको सही उत्तर रहेको छ अप्सन डी गौर। प्रश्न नम्बर 47, वन ऐन 2076 कार्यान्वयन हुनु पूर्व वन ऐन 2049 ले नेपालको वन संरक्षण क्षेत्रलाई कसरी परिभाषित गरेको थियो? संरक्षण क्षेत्र, संरक्षित वन, संरक्षित क्षेत्र, सरकारद्वारा व्यवस्थित वन। यसको सही उत्तर रहेको छ अप्सन बी संरक्षित वन। प्रश्न नम्बर 48, गण्डकी प्रदेश वन ऐन 2080 कहिले राजपत्रमा प्रकाशित भएको थियो? विक्रम सम्वत 2080 भदौ 19, विक्रम सम्वत 2080 असोज 19, विक्रम सम्वत 2080 असोज 9, कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन ख विक्रम सम्वत 2080 असोज 19। प्रश्न नम्बर 49, सामुदायिक वन फिर्ता लिने डिभिजन वन अधिकृतको निर्णयमा चित्त नबुझ्ने उपभोक्ता समितिले निर्णयको जानकारी पाएको मितिले कति समयभित्र प्रदेश वन निर्देशक समक्ष उजुरी गर्न सक्दछन्? 3 महिना, 35 दिन, 21 दिन, 24 घण्टा। यसको सही उत्तर रहेको छ अप्सन ख 35 दिन। प्रश्न नम्बर 50, नेपाल सरकारले घोषणा गर्ने वन संरक्षण क्षेत्रको व्यवस्थापन कसले गर्दछ? कमा रहेको छ डिभिजन वन कार्यालय, खमा सब डिभिजन वन कार्यालय, गमा प्रदेश वन निर्देशनालय, घमा कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन क डिभिजन वन कार्यालय। प्रश्न नम्बर 51, सामुदायिक वनमा उत्पादन भएको वन पैदावारको मूल्य निर्धारण कसले गर्ने प्रावधान रहेको छ? नेपाल सरकार, प्रदेश सरकार, सम्बन्धित स्थानीय तह, सम्बन्धित उपभोक्ता समूह। यसको सही उत्तर रहेको छ अप्सन डी सम्बन्धित उपभोक्ता समूहले सामुदायिक वनमा उत्पादन भएको मूल्यको निर्धारण गर्दछ। प्रश्न नम्बर 52, सामुदायिक वनको कार्ययोजनाको अवधि सम्बन्धमा दिएको मध्ये कुन विकल्प सही छ? अधिकतम 5 वर्ष अवधि हुन्छ, कम्तीमा 10 वर्षको अवधि हुन्छ, कम्तीमा 5 वर्ष र बढीमा 10 वर्षको अवधि हुन्छ। अवधि उपभोक्ता समूहको निर्णय अनुसार हुन्छ। यसको सही उत्तर रहेको छ अप्सन ग कम्तीमा 5 वर्ष र बढीमा 10 वर्ष। प्रश्न नम्बर 53, जोखिमयुक्त रुखहरू हटाउँदा डिभिजन वन अधिकृतले कसको सहमति लिनुपर्ने व्यवस्था रहेको छ? सचिव, प्रदेश वन सम्बन्धी मन्त्रालय, प्रदेश वन निर्देशक र प्रदेश वन निर्देशनालय, महानिर्देशक वन तथा भूसंरक्षण विभाग, सचिव, वन तथा वातावरण मन्त्रालय। यसको सही उत्तर रहेको छ प्रदेश वन निर्देशक, प्रदेश वन निर्देशनालय, अप्सन बी यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 54, निर्माणाधीन 5 भैया प्राणी उद्यान कुन जिल्लामा रहेको छ? कास्की, तनहुँ, पर्वत, स्याङ्जा। यसको सही उत्तर रहेको छ कास्की। नेपाली नागरिकले जिल्ला शिकार अनुज्ञा पत्र प्राप्त गर्न कति दस्तुर बुझाउनु पर्छ? रु 3000, रु 7000, रु 10000, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन बी रु 7000। प्रश्न नम्बर 56, दिएका मध्ये कुन संरक्षित सरीसृप होइन? मगरगोही, भैँसेगोरो, कोब्रा, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन डी माथिका सबै।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को अनुसूची 1 मा कति प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तु भनी राखिएको छ? तीन प्रजाति, 9 प्रजाति, 26 प्रजाति, 38 प्रजाति। यसको सही उत्तर रहेको छ अप्सन डी 38 प्रजाति। प्रश्न नम्बर 58 गण्डकी प्रदेशको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारको राशि कति रहेको छ? 50,000, 75,000, 1 लाख, 2 लाख। यसको सही उत्तर रहेको छ अप्सन ग 1 लाख। प्रश्न नम्बर 59 नदी वा खोलाले बगाइ ल्याएको, किनारा लागेको, अड्किएको, डुबेको वा पुरिएको काठ दाउरालाई के भनिन्छ? दरियाबुर्ती काठ, 72-72, माथिका क र ख दुवै ठिक, हक नपुगेको काठ। यो प्रश्नको तपाईहरूले सही उत्तर कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 60 गण्डकी प्रदेशमा धार्मिक वनको सङ्ख्या कति रहेको छ? 405 वटा, 38 वटा, 412 वटा, 112 वटा। यसको सही उत्तर रहेको छ अप्सन ख 38 वटा। हस्त साथीहरू, आजको भिडियो तपाईहरूलाई कस्तो लाग्यो? त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। आज म तपाईहरूलाई एउटा प्रश्न यसमा राखेर जाँदैछु। कृपया यसको उत्तर तपाईहरूले कमेन्ट गर्नुहोला। प्रश्न यस प्रकार रहेको छ। गण्डकी प्रदेशमा सशस्त्र वनरक्षकको दरबन्दी कति रहेको छ? यो प्रश्नको उत्तर तपाईहरूले कमेन्ट गर्नुहोला। हस्त साथीहरू, भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो मन परेमा एक लाइक अवश्य गरिदिनुहोला। धन्यवाद। हामी अर्को भिडियोमा भेट्ने नै छौँ। आजलाई यति नै।